एभ्रिवान अस्सलाम वालेकुम नमस्ते सबैजनालाई। सो आजको थर्ड प्रोसेस चाहिँ बेसिकली फर द यङ जेनेरेसन हैन, हु आर जस्ट स्टार्टिङ देयर करियर्स हैन, भर्खर आफ्नो करियर स्टार्ट गर्दै हुनुहुन्छ एन्ड उहाँहरूको लागि हो। सो रिसेन्टली मैले एउटा कल रिसिभ गरेको थिएँ आफ्नो पुरानो एउटा कलिगबाट हैन, हु इज जस्ट लाइक 21-22 इयर्स ओल्ड कि सर किन हाम्रो नेपालमा यति हुन्छ नि कामको प्रेसर हुन्छ हैन, अनि पे पनि एकदमै अन्डर पे भइरहेको हुन्छ, वर्किङ इन्भाइरोमेन्ट पनि एकदम डिफिकल्ट भइरहेको हुन्छ, एन्ड देयर इज नो सिनेरियो। सो सुड आई म चाहिँ अब बाहिर जान सोचिरहेको छु, त्यस्तो कुराहरू चाहिँ ही सेड विथ मी। सो वाट आई रियली वान्ट टु से, जुन कुरा मैले उसलाई पनि भनेको थिएँ, यु आर जस्ट इन द स्टार्टिङ फेज अफ यर करियर हैन, जो पनि आफ्नो एउटा करियरको स्टार्टिङ फेजमा हुँदाखेरि यु निड टु बिल्ड द्याट बेस हैन। हजुरको एउटा राम्रो बेस चाहिँ हुनुहुन्छ। स्टार्टिङ जब जोइन गर्ने बित्तिकै हैन, इफ यु आर थिङ्किङ कि म गएँ र मलाई सुरुवातमै तपाईँको एउटा हाई पेइङ स्यालेरी दिन्छन् हैन, वर्क प्रेसर पनि हुँदैन, सो द्याट्स नट गोइङ टु ह्यापन। तपाईँ विदेश जान सक्नुहुन्छ हैन, तपाईँ विदेश सजिलो लाग्ला, म विदेश गयो भने अरू कुनै जस्तै अस्ट्रेलिया हैन, अमेरिका अथवा अरू कुनै पनि कन्ट्रीमा गयो भने मेरो लाइफ इजियर हुन जान्छ, मैले त्यतिको स्ट्रगल गर्नु पर्दैन जस्तो फिल हुन्छ भने नो, त्यहाँ पनि एकदमै हाई स्ट्रगल चाहिँ गर्नै पर्छन् र गरिरहेछन् त्यो जति पनि स्टुडेन्ट्सहरू अथवा जो पनि जानुभएको छ। द पोइन्ट इज तपाईँ जहाँसुकै जानुहोस्, बट यु निड टु ह्याभ द्याट यर बेस, एउटा बेस चाहिँ बनाउन एकदमै जरुरी छ। यदि कुनै पनि पर्टिकुलर फिल्डमा हुनुहुन्छ, जुनसुकै काममा पनि गरिराख्नु भएको छ, इभन फर अ सेफ हैन, यदि उसलाई खाना मिठो बनाउन आउँदैन हैन, त्यो ही क्यानट म्याच द हैन टेस्ट अफ द कस्टमर्स, ही विल नट सस्टेन इन द मार्केट। त्यस्तै यदि तपाईँ डेभलपर हुनुहुन्छ, कुनै ग्राफिक डिजाइनर हुनुहुन्छ, कन्टेन्ट क्रिएटर हुनुहुन्छ, र यदि तपाईँ आफ्नो काममा एउटा एक्सपिरियन्स गेन गरेर एउटा आफ्नो भनौँ टप लेभलमा पुग्नु हुँदैन भने, एन्ड देन सुरुदेखि नै तपाईँले हाई एक्सपेक्टेसन राखिराख्नु भएको छ भने प्लिज डोन्ट डु द्याट हैन, बिकज स्टार्टिङ फेजमा अलिकति डिफिकल्टी आउनु हैन, नयाँ कुराहरू सिक्दै जानु, सबै कुराहरू केही न केही लेट्स से हैन आफूलाई अपग्रेड गर्नु इज भेरी इम्पोर्टेन्ट। इफ फ्रेङ्कली भन्नुपर्दा यदि कुनै बिल्डिङको पनि लिनुभयो भने कुनै बिल्डिङको पनि सबसे इम्पोर्टेन्ट केही पार्ट हुन्छ भने उसको बेसमेन्ट, यदि उसको बेस जग भन्छ नि त्यो राम्रो भयो भने, त्यो स्ट्रङ भयो भने, फाउन्डेसन यदि स्ट्रङ भयो भने अफकोर्स तपाईँको टप फ्लोर चाहिँ राम्रो हुँदै जान्छ, बलियो हुँदै जान्छ। सो डोन्ट गिभ अप हैन, डोन्ट गिभ अप यर होप, अनि ट्राई टु बिल्ड यर सेल्फ, कोप अप विथ द सिचुएसन, बिकज इभेन्चुली लङ टर्ममा यसले चाहिँ तपाईँलाई एकदमै नै फाइदा पुर्याउनेवाला छ। सो डोन्ट लुज होप, एन्ड द्याट्स द थर्ड प्रोसेस। थ्याङ्क यू सो मच। अल्लाह हाफिज।